गुड मर्निङ एन्ड नमस्ते। म चाहिँ न्यू भ्लग लिएर आइसकेको छु है गाइज। अब न्यू त के भन्नु हैन, म मान्छे पनि नयाँ, मान्छे त नयाँ भन्न मिल्दैन, पुरानै हो, तर मलाई बोल्न आउँदैन त्यति राम्रोसँग। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम आराम छु, आरामकै कामना गर्न चाहन्छु। अनि फर्स्ट अफ अल त मसँग नयाँ जोडिँदै हुनुहुन्छ भने, मसँग नयाँ हुनुहुन्छ भनेदेखि मेरो फर्स्ट भिडियोमा गएर चाहिँ कमेन्ट गर्नु होला है त। म तपाईहरुलाई पनि सहयोग गर्नेछु, एउटै भए पनि सब्स्क्राइब गराइदिन्छु प्लिज हैन, भन्न चाहन्छु। अनि आजको हैन मेरो भनाइ 2 महिना पुग्न लागि भेट्न गएको छैन। आज चाहिँ माइत जान लाग्यो कि माइत, अस्ति जाने भनेको जान पाइन है गाइज, यस्तै छ। अब तातो तातो चिया हैन अनि बिस्कुट खाएर चाहिँ खाजासाजा खाएर नजिकै छ, म के अरे बाइकमा आधी घन्टा भन्दा अलिक बेसी लाग्छ हाम्रोदेखि चाहिँ जानलाई है त। पाको म ल्याइदिन्छु दिदी, खाएर चाहिँ चट्ट लाएर चाहिँ जाने गाइज। यो चाहिँ फडिल जमुनाको जुस है गाइज, यत्रो राखेको छु मैले, यो पथरियाको लागि हुन्छ अरे। राम्री राम्री भएर हामी हिँडेको ससुरालमै त जाम चढौँ। नाइ 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 मेरो खुट्टा पसिरहेछ। रोटी पुग्दैन, पुग्छ हौ, त्यत्रो पुग्नु भएको छ। 12 कति राम्रो है, काडै काडाको छ क्या, त्यही भएर मैले यहाँ जाम भनेको। त्यही त कागज लाने यसरी उठाउन खोजेको हुन्छ त त्यसरी। भएन है 10 भयो 12 कति जेलमा गए जस्तै भएछ। यस्तो कसैले बोक्दा चाहिँ माइत गए जस्तै लाग्दैछ। मम्मीको लागि भेज किन्नु छ त्यहाँदेखि, खुल्लै छ होला हौ के खोज्नु हौ। मम्मीलाई न्यू भेज किनेर आएको, मेरो बुढोले चाहिँ हेलमेट जहिले छोडेर हिँड्नुहुन्छ, मलाई रिस उठ्ने। पथरी बजारको फलफुल मम्मीलाई सपिङ गरेर नि हामी सक्यौँ। के चिसो यहीँबाट लाने? ओके छ त लु जानु। धुलो चाहिँ के साह्रो उडेको हौ यहाँ, ट्राफिकलाई पनि आज प्राङ्गै भयो। 3 जनाले ओ हेलो हेलो भन्दै थियो, कसले हेलो हेलो भनेर रोक्ने त त्यहाँ। मङ्गलाबारी बजार हाम्रो भन्दा सानो छ नि पथरी भन्दा, तर यहाँदेखि सबै बक्रा खोलाको पुल लामो छ नि यो पुल, हाम्रो गाउँदेखि छ पुल बन्दैछ। म पढेको स्कुल आयो, यत्रो भवन बनिसकेछ हौ यहाँनिर। माइत गाउँ मेरो यस्तो पो छ त। डिस्को खेल्नु हुँदैछ खुट्टाले, डिस्को धेरै देखाउनु हुँदैन अरे नानीहरूलाई नि। ट्याक ट्याक मामा जाना टिकी ट्याक ट्याक राम्री भएर नक्कली सुतिहाल्छ नातिनी बजु, मस्तले सुतिनिँदै पो कस्तो। यत्रो फुपू बजु यस्तो मजाले गफ गर्दै बसिरहेको ठाउँमा राम्रैसँगले मस मस पो सुत्नु अरे हौ नक्कली। उठ्नु है
आँखा मस मस लु है साथीहरू माइत गयो अटोको पनि लिएर आयो हिँड्यो पनि अब यस्तै छ जिन्दगी घर हिँड्यो रात परो हाम्रो गाउँको बजार सोमबारे हामी थुक्पा खानु गएकै गाइज माइतबाट आएर बाटोमा भोक लाग्यो त्यसपछि थुक्पा खान जाँदैछौँ अब थुक्पा खाने हो अनि घर जाने हो मस्तले सुत्ने होइन बस्ने हो यता हेर्नु त बुढो तपाईँलाई कति हिरो देखेको छ होइन होला हो साँच्चै हो र अब कति राम्रो देखेछ मेरो बुढो उडे उडे हुन्छ मन चियाबारीमा मेरो बिहे भएको थिएन पो तपाईँसँग ढङ्गराई मेलामा जानलाई थुक्पा खानु गएको थुक्पा पनि भयो थुक्पा पनि खान पाइएन है साथी हो